ल है भिडियो चाहिँ उफ्री नगरिदिनु होला है। पुरा भिडियो हेरिदिनु भयो भनेपछि हजुरले चाहिँ कुरा राम्रोसँग बुझ्नुहुनेछ। चुनावको माहौल तात्तिराखेको छ है, चुनावको माहौल तात्तिराखेको छ। गाउँको घर घरमा गएर चाहिँ कहिले नदेखिने, कहिले नभेटेको, कहिले नदेखेको मान्छेलाई पनि घर घरमा गएर चाहिँ भोट मागिराख्नु भएको छ। ल चाहिँ आज चाहिँ यो यसरी भोट दिनु पर्यो, ल यो अर्को पार्टी गएर मलाई भोट दिनु पर्यो, यो यस्तो राम्रो काम गरिदिन्छु, फलाना ढिम्काना यस्तो उस्तो भनेर चाहिँ गाउँघरमा चर्चा पर्चा चलिराखेको छ। तपाईँले राम्रो काम गर्नुभयो, राम्रो काम गरेका देखिरहेका छन्। सामाजिक डिजिटल जमाना छ, भोलिका दिनहरूमा चाहिँ के कस्ता काम गर्नुभएको छ, हिजोका कार्यकालमा के कस्तो काम भइरहेको थियो भन्ने कुरा चाहिँ जनताहरूले सबैले बुझिराखेका छन्। त्यो कारणले गर्दाखेरि हजुरहरूले त्यो भोट माग्नेको जरुरतै छैन। त्यो बुझ्ने मान्छेहरूले चाहिँ तपाईँहरूलाई चिनेका मान्छेहरूले तपाईँहरूका काम देखेर नै तुरुन्तै त्यो तपाईँहरूलाई नै भोट राखिदिन्छन् हैन। त्यो कारणले गर्दाखेरि चिन्ता गर्नु पर्दैन। तपाईँहरूले चाहिँ राम्रो काम गरेर देखाउनुहोस्, घर घरमा गएर चाहिँ भोट माग्ने काम नगर्नुहोस्। आज चाहिँ लालच देखाउनुहुन्छ, मैले यो गर्छु, हजुरलाई के समस्या छ, कहिले के समस्या छ भनेर चाहिँ सोध्नुहुन्छ। भोलिका दिनहरूमा नमस्कार है हजुर भनेर हात जोड, आज हात जोड्नुभएको छ, भोलि भने हामीले नमस्कार गरेर चाहिँ तपाईँहरूलाई 100चोटि चाहिँ फोन गर्दा पनि फोन रिसिभ नगर्नु होला। यस्ता यस्ता गाउँघरमा घटेका घटनाहरू घटिरहेका छन्। त्यो कारणले गर्दाखेरि सोचेर बुझेर चाहिँ भोटलाई एकदमै राम्रोसँग हालिदिनु होला। यति बेला चाहिँ अब फागुन 21 गतिको चुनावमा चाहिँ एकदम हजुरहरूले चाहिँ सतर्क भएर कसरी कुनलाई भोट दिने हो भन्ने कुरा दिनु होला। हामी त परदेशमा छौँ हजुर, परदेशमा छौँ। परदेशबाट हामीले भन्ने नै त्यही हो। सम्पूर्ण दाजुभाइ तथा दिदीबहिनी आमा बुवाहरूले चाहिँ भोटलाई चाहिँ एकदमै बुझेर दिनु होला है त।